Hello guys, welcome to my new vlog. Finally हाम्रो ट्याक्सी आइपुग्यो बालेन सिटी फाइनली टिआइए प्रवेश ल सोल्डा हजुरलाई शुभयात्रा दुई वचन जस्तो अंकल हजुरबाट कोरियन बुहारी ल्याऊ भन्नु पर्यो के भदिस हेलो गाइज वेलकम टु माई न्यू ब्लग आज चाहिँ हामी अब सोल्टालाई एयरपोर्ट लग्दैछौँ कोरियाको यात्रा रहेको छ अनि अब हामी चाहिँ सोल्टीलाई पुर्याउनको लागि ट्याक्क जाँदैछौँ धेरै वर्ष पछाडिको सपना जाने कुरा हुँदैछ राम्रो जानु राम्रो गर्नु मेरो बिहामा चाहिँ ट्याक्कै आउनुपर्छ त्यही भएर मैले बिहे सारेँ होइन सोल्दाजु बिहे भएन 3 वर्ष पछाडि मात्रै म छुट्टी सार्छु सोल्दाजु बरु सोल्दाजु धेरै मानौ होइन सोल्दा 3 वर्ष होइन तपाईको बिहे भन्दा अगाडि म 1 महिना अगाडिदेखि कुनै पनि छुट्टी नलिई कतिचोटि खुवाउनु पर्ने होइन हाम्रोतिर चाहिँ 3 चोटि खुवाउँछु होइन अब आफ्नो हुन्छ ठिक छ हुन्छ के फरक पर्दैन त्यति खास अहिले खाइ राम्रो खिचिस् नि ल ल फाइनली हाम्रो ट्याक्सी आइपुग्यो ओइ विष्णु भाइ जा ल सोल्टा हजुर ल तपाईँ बस्नुहोस् ल हामी चाहिँ अब हिँड्यौँ कहाँ हिँड्नु भएको रे तपाईँ कहाँ रे एयरपोर्ट किन अङ्कललाई पुर्याउन हो अंकल कोरिया जाने भन्देऊ न भन्देऊ त अलि कसरी बोल न हो कस्तो राम्रो है ल जाम कट्यो है सोल्टा हजुर यो फ्लाइओभर कहिले बनिसक्छ अनि चाहिँ अलिक ढुक्क हुन्छ यहाँ नजिक यो त कोटेश्वरबाटै जाम रहेछ त झन् राजावादीहरूले भातभन्डी चोरेको थिए सोल्टा हजुर अस्ति फाइनली टिआइए प्रवेश
ब्याट्री पनि लगेको यसलाई यतै राखौँ न ल हुन्छ भान्जी अलिक यता आउनु त भान्जीलाई बोलाउनु उहाँ फोटो खिच्दैछ उहाँ फोटो खिच्दैन सोल्डारको हजुर मलाई पनि हो झन्डै ठोकी क्या ल सोल्डा हजुरलाई शुभयात्रा भन्नुहोस् न दुई वचन जस्तो अङ्कल हजुरबाट कोरियन बुहारी ल्याऊ भन्नु पर्यो के हजुरले लु यो चाहिँ ल सुनिस् कि सुन्न यहाँ गर्लफ्रेन्ड छैन भने चाहिँ उहाँबाट बनाए एउटा है त त्यसमा बनाउँछ भाइ अब छिटो बनाए ल सोल्डा अब सबै छिटो ल भयो मेरो पनि बनाइदिनु ए हो
हजुर ल हामीले चाहिँ अब सोल्टालाई उडाइसकेर चट्टा लाएर फर्किने क्रममा छौँ हजुर अब अन्तिम भ्लग यहाँबाट चाहिँ बिदा सक्यो क्लोज हैन हजुर टिआइएलाई आजबाट अहिले चाहिँ आजलाई बिदा गरियो अब छिट्टै हाम्रो नवीन अङ्कलको पालो त्यसपछि हाम्रो भीष्मराज राईको पालो तपाईँ चाहिँ पढ्दै हुनुहुन्छ कि होइन ए ल हामी चाहिँ अब ल हामी चाहिँ सोल्टालाई पुर्याएर अब फर्किने क्रममा छौँ होइन त खोइ हाम्रो भीष्म ओ भीष्म बस